शीर्षस्थानी व्रत कथा। सबै श्रोताले चन्दन अक्षता फुल लिएर हात जोड्नु। यम वर्मा वरेन्द्र रुद्र मरुत स्तुन्त दिव्यस्तवे वेदै साङ्गपद कर्म पनि सधैँ गायन्त्यम सामगा ध्यान बस्ति तत गतेन मनसा पश्यन्ति यम योगिनो यशान्तम न विदु सुरासुरगणा देवाय तस्मै नमः। श्रीम चन्द्रचर्यो जपलपु शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला परलोचन मुक्तावली शोभिता सर्व ज्ञान निधान पुस्तक धरा रुद्राक्ष माला धरा वाग्देवी वदनं बुझे वस्तु मे तलोक माता चिरम मुखम करोति वाचालं पङ्गुलं गयति गिरिं यत्कृतं हम वन्दे परमानन्द माधवम्। नमो भगवते तस्मै व्यासाय तेजसे यस्य प्रसाद दच्छामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। सबैले पुष्पाञ्जली चढाएर नमस्कार गर्नु र चित्त भएर कथा सुन्नु। आज चाहिँ एकादश अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ अगस्त्य मुनि। सती देवीको सारा अङ्ग पतन भइसकेपछि पनि चित्त एकाग्र पार्न नसकी हा सती भन्दै घुमिरहेका सदाशिवलाई देखेर तारकासुर दैत्यले आफ्ना मन्त्रीगणसित भन्यो, हेर सतीदेवी मर्नाले महादेव भोला जस्ता भएर डुलिरहेका छन्। यसै मौकामा हामीले देवताहरूलाई जितेर अमरावती लिनुपर्दछ। अत चाँडै सेना तयार गर। तारकासुरको यस्तो कुरा सुनेर मन्त्रीगणले तत्काल चतुरिङ्गिडी हात्ती घोडा रथ पैदल सेना तयार गरी अमरावतीतर्फ प्रस्थान गरे। त्यसरी दानवहरू आउन लागेको देखि भयभीत भएर सबै देवताहरूले भने, हे अमरगण हो, श्री महादेवबाट वरदान पाएको तारकासुर दानवलाई हामीहरू जित्न सक्दैनौँ, तसर्थ यहाँबाट भागौँ। यति भनेर सारा देवता मृगस्थलीमा आइलुकेर बसिरहे। तारकासुर दानवले अमरावती रित्तो देखेर इन्द्रयाणी सहित तिनै लोकमा अधिकार गरेर आनन्दपूर्वक राज्य गर्न लाग्यो। त्यसपछि पृथ्वी भ्रमण गर्दै महादेव त्यही मृगस्थलीमा आउनुभयो र देवताहरूले देखि साष्टाङ्ग दण्डवत गरी, हे परमेश्वर, अब सतीदेवीको शरीर हजुरसित छैन, हामीलाई हेर्नुहोस्। पापिष्ट तारकासुर दानवले हजुरबाट वरदान पाएको हुँदा हामीहरू त्यसलाई जित्न असमर्थ छौँ, अत त्यसकै डरले यहाँ लुक्नु परेको छ। अब त्यस दानवको नाश गरेर हाम्रो रक्षा गर्नुहोस्। यस्तो प्रार्थना गरेको सुनि सदाशिवले नेत्र उगारेर हेर्नुभयो र सामुन्ने देवताहरूलाई देखि केही पनि उत्तर नदिई केवल सतीदेवीलाई नै सम्झी त्यहाँबाट पनि हिँड्नुभयो। हे अगस्त्य मुनि, त्यस बेला शिवजीले शोक गरेको देख्ने संसारका कुनै जीवले पनि सहन नसकेनन्, अर्थात् प्रत्येक प्राणी दुखी भए। त्यसरी शोक गरेर 100 वर्षपर्यन्त पृथ्वी भ्रमण गरी हिँड्नुभएको शिवजीले एक दिन चित्त दृढ गरी हेर्दा सतीदेवीको शरीर आफूसित रहेनछ भन्ने जानेर अब कसो गरौँ कता जाउँ भनी आफूलाई धैर्य दिई उत्तरा पन्थमा तपस्या गर्न जान्छु भनेर हिँड्नुभएको त चित्त एकाग्र हुन नसकी दक्षिणको बाटो लागेर जाँदा कर्नाटक नगरको ब्रह्मपुत्र भन्ने स्थानमा पुग्नु भएछ। त्यहाँका ऋषिहरू स्नान गर्न गएका थिए। तिनका पत्नीहरूले महादेवलाई त्यताबाट जान लाग्नु भएको देखेर परस्पर कुरा गरे, हे ऋषि पत्नी हो, सतीदेवी मर्नाले महादेव भौला चाहिँ भई डुलिरहेका छन्। हाम्रा स्वामीहरू अनेक व्रत र एक भक्त बस्नाले साह्रै दुर्बल हुँदा हामीहरूलाई काम भोगमा सन्तुष्ट पार्न सक्दैनन्, तसर्थ हामीहरू शिवजीको पछि लागेर जाउँ भनी पछि लागे। त्यो कुरा स्नान गर्न गएका ऋषिहरूले थाहा पाएर खोज्दै जाँदा बाटोमा भेटेर, हे महादेव, तिमीले हाम्रा पत्नीहरू किन हरण गरेर ल्याएको भने। त्यो कुरा सुनेर शिवजीले भन्नुभयो, म तिमीहरूका पत्नीहरू किन हरण गरेर ल्याउँथे, ऋषिहरूले पछि लाएर आएका को हुन् त भन्दा महादेवले फर्केर हेर्दा ऋषि पत्नीहरूलाई देखि, मैले त ल्याएको होइन, यिनीहरू किन आएछन् भन्नुभयो। अनि ऋषिहरूले रिसाई भने, हे शिव, तिम्रो जुन लिङ्ग देखेर हाम्रा स्त्रीहरू पछि लागे त्यो लिङ्ग पतन होस् भनी श्राप दिए। त्यो श्राप पर्नासाथ शिवको लिङ्ग पतन भएर त्यसबाट ज्योतिर्लिङ्ग उत्पन्न भई ब्रह्माण्ड नै छोप्न लाग्यो। तब देवताहरू डराई श्री विष्णु कहाँ पुगी सारा स्थिति वर्णन गरेपछि विष्णु भगवान तुरुन्त उठेर त्यस ज्योतिर्लिङ्गलाई अङ्कमाल गर्न साथ साम्य भयो। त्यो देखेर विष्णु भगवानको स्तुति गरेर आफ्ना आफ्ना आश्रममा गए। त्यसपछि उही ज्योतिर्लिङ्गबाट विश्वेश्वर प्रकट भएर आज्ञा गर्नुभयो, हे ऋषिश्वर हो, मर्नु निर्दोषलाई व्यर्थमा श्राप देऊ। अबदेखि तिमीहरूको पनि वाक्य शुद्ध हुने छैन र ब्राह्मणहरू पनि एक पुरुष मानेर बस्न नसकुन्। यस्तो श्राप दिएर उत्तरा पन्थमा गई काम, क्रोध, लोभ, मोह त्यागी सम्पूर्ण इन्द्रिय बोकेर रोकेर ब्रह्ममा चित्त लगाई कठोर तपस्यामा लीन हुनुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे शीर्षस्थानी व्रत कथायां ज्योतिर्लिङ्गोत्पत्ति वर्णनम नाम एकादशोऽध्याय। सबै श्रोताले फुल लिएर हात जोड्नु।
उपनयतु मङ्गलम् सकल जगन् मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन जल निवेक्षण कृष्ण काले वर्षन्तु पर्जन्य पृथ्वी ससारिणी देशो संसेवरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्र सन्तु पुत्र सन्तु पतिना निधना सदना सन्तु जीवन्तु शरदां शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वस्तुन् तत्र यत्र च्युतोद्धार कथा प्रसङ्ग या कुन्देन्तु सारहार धौला या शुभ्रवस्त्रा वीरता या वीरवर्णन मण्डितकरा या श्वेत पद्मासना या वर्माच्युत शङ्कर प्रवृत्ति वेद वै सदा वनिता सामां पातु सरस्वती भगवती निशेष जाड्यापहा कायन वाचा मनसेन्द्र पर्या बुद्ध्यात्मना वा प्रकृति स्वभावत करोमि एतत् सकलं परस्मै नारायणेति समर्पयत। श्री स्वस्तानी माता की जय।